नमस्कार सबैलाई नमस्कार। यो हो कालीगण्डकी नदी। गण्डकी नदीको तटमा अवस्थित विश्वकै ठुलो शिला शालिग्राम तपाईहरु देख्न सक्नुहुन्छ। शिला शालिग्राम यहाँ विराजमान हुनुहुन्छ। यता सेती नदी र यता कालीगण्डकीको संगम स्थलमा पारिपट्टिको भाग हो पर्वत, त्यसपछि यता यो साइड स्याङ्जा, त्यसपछि यता यो गुल्मी। तीन जिल्लाको संगम स्थल, दुई नदीको संगम स्थल। यहाँ हुनुहुन्छ शिला शालिग्राम। विश्वकै ठुलो शिला शालिग्राम यहाँ विराजमान हुनुहुन्छ। पूजा गर्ने भक्तजनहरूको भिडभाड आज खासै छैन। यहाँ ठुली एकादशी, माघे संक्रान्ति र वैशाखे संक्रान्तिमा अत्यन्तै ठुलो मेला लाग्छ र त्यो बेलामा भक्तजनहरू